चाहिँ हाम्रो बाटो बिग्रेको हुनाले पानी परेर चिप्लो भएको कारणले चाहिँ जान सकेको छैन। गाडी पनि प्याक थियो, सबैजना निस्किनु भएको छ। यहाँ चाहिँ खतरा भिड छ है। यहाँ चाहिँ यहाँदेखि गइदियो भने चाहिँ सिधै अब सबैजना निस्केर अब गएको है। अब गाडी एकछिन आउँछ, हामी चाहिँ गएको। यहाँनिर यस्तो बाटो छ, यो चाहिँ सरकारले हेरिदिनु पर्दा हेर न यस्तो छ है। मान्छेहरू उत्रेर हिँड्नु भएको छ।